Welcome to day 6 of my 30-day challenge. Hello everyone, it's me Salina Chhetri. Welcome back to my new mini vlog. आज चाहिँ म बिहान उठ्दाखेरि एकदम ठुलो पानी परिरहेको थियो, खोला पनि धमिलो भएको थियो के हेर्नु न। अनि त्यसपछि म चाहिँ नुहाएर कलेज जानको लागि रेडी भएँ अनि त्यसपछि कलेजतिर गएँ। मेरो क्लासबाट चाहिँ कस्तो राम्रो भ्यू देखिरहेको थियो अनि त्यसपछि सबैजनाले हामीले एउटा क्लास लिगिसकेका थियौँ अनि अर्को क्लास पढ्नको लागि अर्को क्लासतिर जाँदै थियौँ। अनि सर आउनु भयो रहेछ, हामीहरू फेरि नाच्दै रमाइलो गर्दै बस्यौँ। अनि यी दुईटालाई फेरि यति हाँसो लाग्थ्यो आज, किन हो हाँसेको हाँसे गरिरहेको थिएँ। अनि त्यसपछि एकछिनमा सचिना पनि घरतिर गइन् अनि हामीहरू पनि घरतिर जान थाल्यौँ। यिनीहरू चाहिँ घरतिर जान लाग्यो अनि म चाहिँ कलेज भन्दा पनि कि जतिखेर पनि फेरि अनि स्कुलतिर जान लागेँ। आधा बाटोसम्म सँगै गयौँ अनि तिनीहरू घरतिर गए, म चाहिँ स्कुलतिर एक्लै गएँ। यो चाहिँ घर आइसकेपछिको भिडियो हो। मेरो मम्मीले चाहिँ भाँडा माझ्दै हुनुहुन्थ्यो अनि त्यसपछि उता मोबाइल हेर्दै भाँडा माझ्दै अनि एकछिन पछि चाहिँ म घरबाट बाहिर निस्केको थिएँ कि त्यतिकै फ्रेस हुनको लागि। अनि यता भाइ बहिनीहरू चाहिँ भाँडाकुटी खेल्दै रहेछन्। भाइहरूले चाहिँ मैले हजुरको भिडियो हेरेको थिएँ दिदी भनिरहेको थिएँ। अनि त्यसपछि हामीहरू चाहिँ हिँड्दै डुलिरहेको थियौँ अनि यता खोलातिर गयौँ। अनि खोलातिर गएर चिसो हावा खाएर अनि हामी दुईजना चाहिँ घरतिर फर्क्यौँ। यो दिन चाहिँ मेरो एकदमै रमाइलो गरी हाँस्दै रमाइलो गर्दै बित्यो। थ्याङ्क यू फर वाचिङ।